तपाईँ र हाम्रो कान परमेश्वरले नि गसिप सुन्नु र बोल्नुको लागि मात्रै बनाएको होइन। टिकटकको झगडा सुन्नुको लागि परमेश्वरले बनाएको होइन। गनगन र कम्प्लेन सुन्नुको लागि परमेश्वरले बनाएको होइन तपाईँ हाम्रो कान चाहिँ। तर तपाईँ र हाम्रो कान परमेश्वरले बनाएको चाहिँ उहाँलाई सुन्नुको लागि हो। पास्टरमा कसरी मेरो विश्वासलाई मैले बढाउने, कसरी मेरो विश्वासलाई अझ धेरै मैले हुन्छ नि व्यवस्थित तरिकाले व्यवस्थापन गर्ने। विश्वास चाहिँ कसरी आउँछ त, विश्वास चाहिँ कसले चाहिँ अझ धेरै इन्स्पायर भइरहेको छ त भन्दै गर्दै गर्दाखेरि चाहिँ विश्वास चाहिँ परमेश्वरको वचन सुनेर मात्रै आउँछ। भूतको कहानी एकछिन बेलुका गर्नुभएको होस् त डर आउँछ, विश्वास त्यस्तै हो। परिवारमा विश्वासको गफ गर्नुभएको होस्, परमेश्वरले कसरी काम गर्नुभएको छ, वचनको खण्डलाई तपाईँले पढ्नु भएको होस्, विश्वास त्यसरी नै आउँछ। जे कुरो सुन्नुहुन्न त्यो कुरोमा तपाईँलाई विश्वासै लाग्दैन, जे कुरो तपाईँ सुन्नुहुन्छ त्यो कुरोमा मात्र तपाईँलाई विश्वास लागिरहेको हुन्छ। परमेश्वर असल हुनुहुन्छ भन्ने कुरोलाई सुनिराख्नु भएको होस्, विश्वास त्यहीँबाट आउँछ। जब परमेश्वर असल छैन भन्ने अवस्था र परिस्थिति जीवनमा आउँदाखेरि परमेश्वर असल हुनुहुन्छ भन्ने त्यो वचन सुनिरहेको कारणले गर्दाखेरि विश्वास तपाईँलाई त्यहीँनिर लाग्न सक्छ। यो पनि त्यो भएको, त्यो पनि त्यो भएको भन्ने कुरोहरू जहिले पनि शङ्काको अविश्वासको कुरो तपाईँ सुनिराख्नुहुन्छ भने तपाईँको जीवनमा त्यही तरिका खालको अविश्वासको कुरोहरू आइरहेको हुन्छ। विश्वास कसरी आउँछ र कसरी यसलाई हामीले बढाउने भन्दै गर्दै गर्दाखेरि परमेश्वरको वचन सुनाइबाट मात्रै विश्वास आइरहेको हुन्छ। एक दुईवटा वचनको पदलाई तपाईँले हेर्नुभएको होस् ल, एक दुईवटा वचनको पद। विश्वास हिब्रू 11 तपाईँले मजाले पढ्नुभएको होस्, त्यहाँनिर विश्वासको विशेष कुराहरू लेखिदिएको छ, विश्वासको विशेष कुराहरू लेखिदिएको छ। विश्वास चाहिँ रोमी 10:17 कसैले झिकिनु भएको छ त? जे सुनिएको छ सबैले फेरि भन्नु त्यसबाट विश्वास आउँछ भनिदिनु भएको छ त। अनि त्यो सुनाइ चाहिँ कहाँबाट आउँछ भन्दै गर्दै फेरि पढ्थ्यौ, र जे सुनिन्छ त्यो चाहिँ ख्रिस्टको प्रचारबाट आउँछ। सबैले आमेन भनिदिनु भएको छ। विश्वास कहाँबाट आउँछ अरे? सुनाइबाट आउँछ। अनि के चाहिँ सुन्नु पर्यो भन्दै गर्दै गर्दाखेरि चाहिँ ख्रिस्टको वचन सुनाइबाट आउँछ। उपदेशक 5:1 कसैले पढिदिनु भएको छ? परमेश्वरको भवनमा जाँदा होसियारी साथ जाऊ, मूर्खहरूको बलिदान चढाउनु भन्दा। सबैले आमेन भनिदिनु भएको छ। मूर्खहरूको बलिदान चढाउनु भन्दा परमेश्वरको वचन सुन्नलाई जाउँ। अझै मात्र हामी किन पनि परमेश्वरको वचन सुन्नु जान्नु परेको छ? किनभने कतिखेर तपाईँले मैले भुल गर्दैछु हामीलाई थाहा हुँदैन क्या, कतिखेर हामीले म्यास्टअप गर्दैछौँ भने हामीलाई थाहा हुँदैन क्या। तर त्यो कुरोबाट अगाडिबाट बस्नुको लागि पनि हामी परमेश्वरको भवनमा जाँदाखेरि होसियारी साथ जानुपर्ने रहेछ। म कहिलेकाहीँ किन तपाईँसँग स्ट्रङ भएर बोल्छु, किन म तपाईँसँग कठोर त म भन्दिनँ होइन, मतलब डाइरेक्ट कन्फर्म तपाईँलाई मैले गर्छु। कचोटि म भाइहरूलाई पढाउँछु, गएर जति नै बाथरुममा छ सोरेर लिएर आऊ भनेर। त्यो भाइसँग नरिसाउनुहोस्, मसँग बरु खुसी हुनुहोस्। किन म तपाईँलाई हुन्छ नि मतलब वचनको बेला चाहिँ ध्यान दिएर सुन्नु भएको होस्। कतिपटक त मैले वचन सम्बन्धी सिक्छ पछाडि कतिलाई भनेको छु हल्ला नगर अर्को पालिदेखि भनेर, कतिलाई डाइरेक्ट पनि भनेको छु त्यसो नगर पनि भनेको छु मैले। किनभनेदेखिलाई नि तपाईँले नेक्स्ट गल्ती कतिखेर गर्ने तपाईँलाई थाहा छैन। विषयलाई फेरि पनि पढ्दै थियो यो वचनलाई। कस्तो तरिकाले जानु अरे? आज जे छ वालमार्टमा गएको जस्तो तरिकाले भनेको छ नि यहाँनिर। तर परमेश्वरको भवनमा जाँदा होसियारी साथ जाऊ। तपाईँ हामी परमेश्वरको भवनमा आउँदाखेरि नि यदि परमेश्वरको वचन सुन्नुको लागि प्रभुलाई आराधना गर्नुको लागि तपाईँहरूमा आएको छैन भनेदेखिलाई नि मूर्खहरूको बलिदान नै हामीले चढाएको रहेछ। के भन्छ? परमेश्वरको भवनमा जाँदा होसियारी साथ जाऊ, मूर्खहरूको बलिदान चढाउनु भन्दा परमेश्वरको वचन सुन्नलाई जाऊ। तपाईँ म सङ्गतिभरिमा हल्ला गर्दै आफूलाई डिस्ट्र्याक्ट गर्दै फेसबुक इन्स्टाग्राम टाङ्गलटाङ्ग टुङ्लुङ त्यो मात्रै हामी हेरिरहेको छौँ भनेदेखिलाई नि हामीले बलिदान चाहिँ चढाएको, तर मूर्खहरूको बलिदान हामीले चढाएको।
मूर्खहरूको बलिदान चढाउनुभन्दा परमेश्वरको वचन सुन्नलाई जाऊ। किन? किनकि भुल गर्दैछन् भन्ने तिनीहरूले जान्दैनन् भनेर भन्छ। तपाईँले एकचोटि परमेश्वरको वचनलाई तपाईँले पढेर आफ्नो हृदयमा राख्नुभयो भनेदेखिलाई त्यो वचनले तपाईँलाई अर्को मिस्टेक हुनुबाट बचाउँछ। त्यो वचनले तपाईँलाई अर्को गल्ती गर्नुभन्दा अगाडि नै त्यो वचनले तपाईँलाई बचाइरहेको हुन्छ। त्यही भएर पनि परमेश्वरको वचन सुन्नलाई जाऊ। जब तपाईँ परमेश्वरको वचनलाई सुन्नुहुन्छ, विश्वास त्यहीँबाट आइरहेको हुन्छ। विश्वास सुनाइबाट आउँछ। त्यो सुनाइ चाहिँ ख्रिस्टको प्रचारबाट आइरहेको हुन्छ। बाइबलमा धेरैवटा व्यक्तिहरू छ जसले सुनेको भरमा विश्वास आएको छ, विश्वासको भरमा उनीहरू निको भएको। लुका 7 अध्यायमा एकजना कप्तानको घटना छ। कप्तानको घटना छ जसको नोकर बिरामी परेको हुन्छ। लुका 7 अध्यायमा आउँदै गर्दाखेरि अब त्यो नोकरलाई निको पार्नुको लागि ख्रिस्ट येशूसँग यहाँनिर यो कप्तानले के कुरामा विश्वास गरेको छ भन्दै गर्दाखेरि लुका 7 अध्याय कसैले झिक्नु भने आमेन भनिदिनु भएको होस्। अनि मर्कुस 7 पनि कसैले झिकिदिराख्नु भएको होस्। हेर्नुहोस् ल, यो कप्तानको नोकरलाई निको पार्नुको लागि यो कप्तानले के भन्छ भने, गुरुज्यू मेरो नोकरलाई निको पारिदिनु भएको होस्। यीशु चाहिँ यो कप्तानको घरमा जान लागेको हुन्छ, तर कप्तानले मनाही गर्छ, तपाईँ नआउनुहोस्, जस वचन मात्रै बोलिदिनु भएको होस् भनेर। अब त्यो विश्वासको राशि के थियो? यीशुले यो कप्तानको विश्वासलाई सबैभन्दा ठुलो विश्वास भनेर भन्नुभएको छ। यो कप्तानमा त्यति ठुलो विश्वास कहाँबाट आएको रहेछ भन्दै गर्दाखेरि लुका 7:1 र 2 म तपाईँको लागि पढिदिनेछु। आफ्ना सबै कुरा मानिसहरूलाई सुनाइसकेपछि उहाँ कफरनहुममा फर्किनु भयो। 2 ले के भन्छ? कुनै एकजना कप्तानको एकजना कमारो थियो जो बिरामी भएर मर्नै लागेको थियो। 3 ले यसरी भन्छ, जब यसको बारेमा तिनले सुने, सबैले आमेन भनिदिनु भएको होस्। कसको बारेमा सुनेको रे? येशूको बारेमा उसले सुनेको थियो रहेछ। तपाईँ र हाम्रो कान परमेश्वरले नि गसिप सुन्नु र बोल्नुको लागि मात्रै बनाएको होइन। टिकटकको झगडा सुन्नुको लागि परमेश्वरले बनाएको होइन। गनगन र कम्प्लेन सुन्नुको लागि परमेश्वरले बनाएको होइन। तपाईँ हाम्रो कान चाहिँ के कुरोले तपाईँलाई मजा दिन्छ त्यो कुरो सुन्नुको लागि परमेश्वरले बनाएको होइन। तर तपाईँ र हाम्रो कान परमेश्वरले बनाएको चाहिँ उहाँलाई सुन्नुको लागि हो। तपाईँलाई चाहिँ अन्तिमको मिराकल ख्रिस्ट येशूले के गर्नुभएको थियो? कानलाई निको पार्नुभएको थियो। तपाईँलाई थाहा छ नि, उहाँ क्रुसमा जानुभन्दा अगाडि सिपाहीहरूको कानलाई काटिदिन्छ नि, यसोले के गर्नुहुन्छ? त्यो कानलाई समातेर जस्तोको तस्तो पारिदिनुहुन्छ। किनभने त्यो सिपाहीले पनि यीशु बिउतिनु भएको भन्ने कुरालाई सुन्न आवश्यक थियो। उहाँ क्रुसमा जानुभन्दा अगाडि पनि उहाँले अन्त्यमा गर्नुभएको मिराकल के थियो? कानलाई नै उहाँले निको पारिदिनु भएको थियो। यो कप्तानले यीशुको विषयमा सुनेको थियो। के सुनेको थियो मलाई थाहा थिएन, तर उसले यस्तो चाहिँ सुनेको थियो जुन सुनाइले उसलाई विश्वास चाहिँ पैदा गराएको थियो। अनि मुनतिर तपाईँले मजाले हेर्नुभयो भनेदेखिलाई यो नोकरको, यो कप्तानको विश्वासको कारणले गर्दाखेरि उसको नोकर निको भएको छ। मर्कुस 7 अध्यायमा तपाईँ जानुभएको होस्। यहाँनिर पनि एकजना कनानी स्त्रीको विषयको घटना छ, होइन? कनानी स्त्री छ जसको छोरी चाहिँ बिराम परेको हुन्छ। छोरी बिराम परेको हुन्छ अनि उसको लागिलाई प्रार्थना गरिदिएर निको पारिदिनु भन्ने कुरोहरू आएको हुन्छ। मर्कुस 7:24 तपाईँले हेर्नुभएको होस्। मर्कुस 7:24 यसरी भन्छ, त्यहाँबाट उठेर उहाँ टिरोस र सिदोनको सीमातिर गएर एउटा घरभित्र पस्नुभयो। यो कुरा कसैले थाहा नपाओस् भनेर उहाँ चाहनुहुन्थ्यो, तर उहाँ गुप्तमा रहन सक्नु भएन। त्यसै बेला एउटी स्त्रीले उहाँको विषयमा सुनि र आएर उहाँसँग उहाँको पाउमा परी। त्यस स्त्रीको छोरीलाई अशुद्ध आत्मा लागेको थियो। त्यो सिरिया फनिकी जन्मेकी एउटा ग्रेट स्त्री थिए। त्यस स्त्रीले आफ्नो छोरीलाई भूत नकालिदिनुहोस् भनी उहाँलाई बिन्ती गरे भनेर भन्छ। अनि अन्तमा यीशुले त्यो स्त्रीको छोरीलाई निको पार्नु भएको छ। तर सुन्नुहोस् ल, यीशुले गर्न सक्नुहुन्छ भनेर कसरी विश्वास आएको थियो रहेछ? 25मा यसरी भन्छ, त्यस बेला एउटी स्त्री उहाँको विषयमा सुनि र उहाँको अघि आए
र उहाँको पाउमा परि प्रार्थनाको बिन्ती बिर्साएको कुरोहरू छ। मर्कुस 5:24 पनि हेर्नुभएको होस्, यहाँनिर जो हामीलाई थाहा छ कि 12 वर्ष अघिदेखि रगत बग्ने स्त्रीको घटनालाई कसरी उसको रोग र उसको त्यो बिरामलाई उहाँले यसुले निको पारिदिनु भयो भन्दै गर्दाखेरि हामीलाई थाहा हुन्छ कि त्यो स्त्रीले यीशुको वस्त्रलाई छोइन् अनि उसको रोग जुन चाहिँ महिनावारीको समस्या होइन, वास्तवमा उसको चाहिँ ब्लिडिङको समस्या हो। किनभने महिनावारी चाहिँ महिनामा एकचोटि हुने हो, तर यो स्त्रीको चाहिँ 12 वर्ष अघिदेखि नै रगत बग्ने समस्याभित्र थिए। तर यो स्त्री कसरी निको भएको छ भन्दै गर्दाखेरि मर्कुस 5:24 म तपाईँको लागि पढिदिनेछु। यसरी भन्छ, तबै येशू तिनीसँग जानुभयो, एउटा ठुलो भिड उहाँको पछि लाग्यो र मानिसहरू उहाँको वरिपरि ठेलामठेला गर्न लागे। अनि 12 वर्ष अघिदेखि रगत बग्ने रोग भएकी एउटा स्त्री थिए। त्यसले धेरै वैद्यहरूको हातबाट अनेक कष्ट पाएर आफूसँग भएको सारा धन सम्पत्ति खर्च गरेर पनि निको नभई बरु झन खराब हालतमा पुगेको थिए। येशूको विषयमा तिसले सुनेकी थिइन् भनेर भन्छ। कसको विषयमा सुनेको थियो अरे? कसको विषयमा? कसको विषयमा? When is the last time तपाईँले यीशुको विषयमा सुन्नुभएको थियो? यीशुको विषयमा तपाईँले कहिले सुन्नुभएको थियो? कुन मान्छेको घटना कहाँ कुन सिरिजमा भइरहेको छ हाम्रो सबै अप टु डेट थाहा हुन्छ। तर यीशुको विषयमा तपाईँले अन्तिम कहिले सुन्नुभएको थियो? यदि तपाईँको जवाफ अस्तिको आइतबार भन्ने लाग्छ भनेदेखिलाई हामीले हाम्रो विश्वासलाई अझै धेरै म्यानेज गर्नु परेको छ। यीशुको विषय कसैले प्रचार गरेको थियो होला, त्यही भएर सुनेकी थिइन्। अब यसमा हाम्रो अर्को प्रश्न हुन्छ, when is the last time तपाईँले यीशुको विषयमा प्रचार गर्नुभएको थियो? कहिले हो त्यो? तपाईँलाई थाहा छ, अघि आराधना गर्दै गर्दाखेरि मलाई एक दुईजना मान्छेको अनुहारलाई प्रभुले देखाइराख्नु भएको थियो। सुन्नुहोस्, प्रभुले यदि तपाईँको जीवनमा खतरा उद्धारको काम गर्नुभएको छ भने नाउ इज द टाइम तपाईँले खतरा तरिकाले अब प्रचार गर्न थाल्नुपर्छ। सुन्नुहोस् है, फेरि पनि यदि प्रभुले तपाईँको जीवनमा खतरा टाइपको काम गर्नुभएको छ भने समय अहिले नै हो। अब तपाईँले खतरा तरिकाले यीशुको विषयमा प्रचार गर्नु परेको छ। त्यो हुनसक्छ तपाईँको फोनलाई अगाडि तेर्साएर, इभन त तपाईँ फोन पर्सन होइन, क्यामेरा पर्सन होइन, तर अगाडि तेर्साएर तपाईँले मानिसलाई गवाइदिनु पर्ने अवस्था आएको छ। म कस्तो थिएँ, प्रभु यीशुले मलाई कसरी बचाउनु भएको छ भनेर तपाईँले प्रचार गर्ने दिनहरू आएको छ अब। किनभने जब तपाईँले प्रचार गर्नुहुन्छ नि, मान्छेले सुन्नुपर्छ र सुन्छ पनि। जब तपाईँले प्रचार गर्न थाल्नुहुन्छ, एक न एकजना मान्छेले सुन्छ नै सुन्छ। त्यो समयहरू आएको छ। तपाईँको प्रचारले कसैलाई सुन्नुको लागि बाध्य गराउँछ भने त्यही सुनवाईले कसैको परिवारलाई प्रभुले निको पारिराख्नु भएको हुन्छ। सो अन्तिमतिर म आउँदै गर्दाखेरि तपाईँ र मेरो विश्वासलाई अब आएको छ अझै धेरै कल्टिभेट गर्नुको लागि। अब आएको छ यो विश्वासलाई हामीले अझै धेरै मलजल गर्नुको लागि। सङ्गतिमा आएर आउने कुरोमा, वचन सुन्ने कुरोमा जहिले पनि निरन्तर लागिराख्नु भएको होस्। घरमा बस्दै गर्दाखेरि प्रभुको वचनद्वारा तपाईँ आफूलाई जहिले पनि मलजल गरिराख्नु भएको होस्। तपाईँ एभ्रिडे सक्नुहुन्न होला, तर तपाईँले ह्याबिट बनाउन थाल्नु भएको होस्। मैले तपाईँलाई अस्ति भन्न, काममा जाँदाखेरि वचन सुन्दै जानुभएको होस्। प्रचारकले बोलेको वचन सुन्ने एउटा कुरा हो, तर बाइबललाई नै तपाईँले सुन्नु चाहिँ अर्को कुरा हो फेरि। किनभने प्रचारकको वचन सुन्ने भनेको चाहिँ परमेश्वरले कुन रेभुलेसन उसलाई दिनुभएको थियो त्यो तपाईँले सुन्नुहुन्छ। तर जब तपाईँले परमेश्वरको वचनलाई तपाईँले सुन्नुहुन्छ, तपाईँले प्रचारकलाई सुनेको होइन, परमेश्वरलाई नि तपाईँले सुनेको हो। त्यति धेरै फरक छ प्रभुको वचनलाई तपाईँले सुन्नुपर्ने भन्ने कुरोहरू चाहिँ। यसलाई तपाईँले मलजल गरिराख्नु भएको होस्। अनि कहिलेकाहीँ हुन्छ नि, यताउता गर्ने अवस्था आउँदाखेरि यो वचनमा तपाईँ स्ट्यान्ड लिनुभयो भनेदेखिलाई प्रभुले तपाईँलाई विजय दिन थाल्नुहुन्छ। आउन हाम्रो आँखा र मिसँग बन्द गरौँ। थ्याङ्क यू सो मच हेरौँ सम्पूर्णलाई। आजको वचनलाई तपाईँले फर्स्टदेखि अहिलेसम्म हेरिदिनु भएको लागि प्रभुले तपाईँलाई आशिष गरेको होस्। यदि तपाईँ यो च्यानलमा नयाँ हुनुहुन्छ भने म तपाईँलाई हौसला गराउन चाहन्छु,
हामीले प्रत्येक हप्ता लगाउने नयाँ नयाँ भिडियोजहरू आउनुको लागि यो च्यानललाई तपाईँले सब्सक्राइब गरिदिनु भएको छ। अनि आजको वचन तपाईँलाई औधी पनि धेरै आशिषमा लागेको छ भने तपाईँले आफ्नो साथीहरूलाई सेयर पनि गर्न सक्नुहुनेछ। अनि अझ धेरै यस्ता खालको भिडियोजहरू मेसेजहरू तपाईँलाई हेर्नको लागि हाम्रो च्यानलभित्र तपाईँले जानुभयो भने धेरैवटा कुरोहरू तपाईँले त्यहाँबाट पाउनुहुन्छ। विभिन्न टपिक्सहरूमा तपाईँले त्यहाँबाट पनि हाम्रो वचनहरू तपाईँले हेर्न सक्नुहुनेछ। सो प्रभुले तपाईँलाई सम्पूर्णलाई आशीर्वाद गरेको होस्। अभिवादन।